Hello everyone, welcome to my channel. New day, new vlog. अनि म चाहिँ आज काममा आइसकेँ। काममा भर्खरै आइपुगेको। हाम्रो सामना चाहिँ हिजो आइपुगेको। अब यहाँ सेटिङ गर्नुपर्ने हुन्छ। स्न्याक्स र लन्च आज चाहिँ यहाँ धेरै दिनपछि काम भएको साथीहरु। कामै हैन रे। सिजन भन्छ है, वैशाख महिनामा झन् कामै हैन। त्यस्तो छ। अरु त सबैजना सामान बोक्दै हुनुहुन्छ। म पनि भर्खर सामान लिएर आएको। अनि अब सेटिङ गर्नुपर्ने हुन्छ यहाँनिर। यस्तो राम्रो ठाउँ फर्स्ट टाइम। यो हाम्रो नयाँ ठाउँ हो। काममा आएकै नयाँ ठाउँ हो यो चाहिँ हाम्रो। यहाँ चाहिँ अब टक्क सेटिङ गर्ने हो। त्यो दामी हो यहाँ ठाउँ। सेटिङ चाहिँ यतानिर हुन्छ है। यहाँनिर हुन्छ। यहाँ यो सेतो पनि क्यानोपी। यहाँ चाहिँ खानाको टेबलबाट राख्नुपर्ने हुन्छ। यस्तो छ। अब म तपाईहरुलाई एकछिनमा सेटिङपछि देखाउँछु है त। साथीहरु अब चाहिँ म सेटिङ भइसक्यो। बल्ल बल्ल काम भयो। किदेखि काम गर्न लाग्यो। यहाँ चाहिँ खानाको टेबल, यहाँ बार, त्यहाँ उता पूजा हुँदैछ। यो प्लेटहरु चाहिँ स्न्याक्स घुमाउनुपर्छ हातमा लिएर। त्यही भएर फेरि अब न्यापकिन राख्नुपर्छ। न्यापकिन चाहिँ एकछिनमा राख्न नत्र सबै युज हुन्छ के। त्यही भएर नराखेको। यस्तो छ। त्यो खानाको मैले डिसहरु सबै सेट गरिसकेँ। डिसहरु पनि मिलाइसकेँ। अब ड्रेस लाउने हो अनि त्यसपछि काम सुरु हुन्छ। अलि मेरो क्यामेरा धेरै हल्ले के हो। काम गर्दै बनाउनलाई कति गाह्रो हुन्छ। कस्तो राम्रो हो ठाउँ दामी। त्यो भए म अहिले पछि अब एकैचोटि काम सुरु भएपछि देखाउँछु तपाईहरुलाई। अब भ्याए भने देखाउँछु, नभए भने चाहिँ पाउँदिन है। अब चाहिँ म चाहिँ ड्रेस लाउन हिँडेको। यताभित्र चाहिँ हाम्रो किचन हो है साथीहरु। यहाँबाट छेकिँदो रहेछ। देख्दो रहेछ यहाँबाट त। कति धेरै बिरालो आउने यहाँनिर। यो चाहिँ हाम्रो किचन हो। म चाहिँ अब ड्रेस लाउन हिँडेको। यो चाहिँ खानाको टेबलहरु साथीहरु। लन्चको लागि रेडी गरिएको छु मैले। यहाँनिर चाहिँ यस्तो यो डेजर हुन्छ। यहाँनिर तावा, पानीको लागि, बारको लागि। साथीहरु अब चाहिँ हाम्रो स्न्याक्स सुरु भयो। स्न्याक्स खाँदै हुनुहुन्छ। कस्तो स्याहाँ भयो कि स्न्याक्स घुमाउनु परेर। अब देखाउनै भ्याएन। त्यही भएर यहाँ चाहिँ स्न्याक्स लिँदै हुनुहुन्छ। आधी चाहिँ उता हुनुहुन्छ। त्यहाँ पूजा हुँदैछ। अब चाहिँ हाम्रो चाहिँ लन्च रेडी भयो। दिउँसो राइस चम्चा प्लेट भइहाल्यो। यो चाहिँ रुमाले रोटी र दाल छोपेको। यो छोप्नु चिसो हुन्छ क्या, त्यही भएर छोपेको हैन। यो साग र पनिर, यो अचारहरु भइहाल्यो। यो चिकन चाइनिज स्टाइलमा हो यो चाहिँ साथीहरु। यहाँ चाहिँ फिस आउँछ। यहाँ दही, त्यसपछि यो चाहिँ लालमोहन। तर सुरु भइसक्यो खाना। सबैजना भित्र सगुन दिँदै हुनुहुन्छ। सगुन दिएर आइसकेपछि चाहिँ अब हाम्रो लन्च पनि सुरु हुन्छ। त्यसपछि चाहिँ हाम्रो काम सक्यो साथीहरु। यहाँ फेरि अगाडि चाहिँ फेरि बाटो बनेर रहेछ के साथीहरु। त्यही भएर सामान आज धरो बोक्नु जस्तो छ। यसो हेर्दा खाली छ अहिले। सबैजना सगुन दिनु जानुभएको छ। त्यही भएर चाहिँ खाली छ। अहिले सगुन दिएर आइसकेपछि चाहिँ सुरु हुन्छ लन्च। हेर्नु न यो हावाले कति मिलाउनु। कति मिलायो नि हावाले बिगारिहाल्छ। काम छैन साथीहरु। वैशाख महिनामा पनि सिजन भन्छ तर कामै छैन। तनाव पो छ त हौ। के गरी गर्नु। हेर्नु न कस्तो राम्रो राम्रो चिजहरु छ। यस्तो यो क्याटल लाइनको काममा चाहिँ यही ठिक हो के। कतिवटा ठाउँहरु चिन्नु पाइन्छ है। हिँड्नु पाइन्छ कि राम्रो राम्रो चिजहरु देख्नु पाइन्छ नि त। यो चाहिँ छोप्यो रहेछ यार। तर किन छोप्यो होला डोन्ट नो है। यस्तो छ है। हामी त जानु चाहिँ मिल्दैन तर म गइनँ। यस्तो दामी के। यहाँ पनि छ यस्तै। घाम लागेर भने पनि के कुरा गर्नु र। यति साह्रो गर्मी हुन्छ कि घामले। झन् ड्रेस लाउँदा त यो आँपको रुख त नि हावा फले हैन।
यस्तो छ यहाँबाट बिचन्नै छ हिँड्नु न कस्तो राम्रोसँग सजाउने के यस्तोहरू यस्तो छ साह्रै राम्रो ठाउँ त मूर्ति नै मूर्ति छ यहाँ पनि छ है गणेशको मूर्ति गणेशको भ्यालै हो माई गड कस्तो डर लाग्दै अनि यहाँ नि छ है अघि चाहिँ यहाँ चाहिँ पूजा भइरहेको थियो अहिले सकिसक्यो त्यहाँनिर बुद्धको पनि छ है साथीहरू यहाँ हो अनि यही हो साथीहरू यो चाहिँ मलाई ओभर राम्रो लाग्यो कस्तो राम्रो देखियो क्या यहाँ चाहिँ ठुलो ठाउँ त मजाको छ नि ल अब तपाईँहरूलाई म एकैचोटि जाने बेला मात्रै देखाउने होला नि है सकेपछि देखाउँछु म तपाईँहरूलाई एकचोटि यताबाट पनि देखाउँछु है कस्तो देख्छ भन्नु यस्तो राम्रो देखेछ है यता नयाँ किनेको साउले नयाँ हो चाहिँ ल अब एकैचोटि म तपाईँहरूलाई कामसाङ डाङडुङ सकाएर उठाएपछि चाहिँ देखाउँछु यो नयाँ हो क्याटिन चाहिएमा हल चाहिएमा सम्झिनु होला है हामीलाई मैले हजुरलाई बारम्बार भनिरहेको छु पहिलाको भ्लग पनि भनेको छु मैले नम्बर पनि छोडिदिएको छु है क्याटिन चाहिएमा हल चाहिएमा सम्पर्क गर्न सक्नुहुन्छ अब म तपाईँलाई एकैचोटि सकाइसकेपछि देखाउँछु चाहिँ अब लन्च पनि खाइरहनु भएको है साथीहरू लन्च सुरु हुँदै हो साथीहरू अब हाम्रो चाहिँ सक्यो काम है तर काम त सक्यो यति टाढा बोक्नुपर्ने छ कि यो के अरे बाटोमा माटै माटो हालेर गाडी आउँथ्यो कि नत्र है बाटोमा माटै माटो हालेर आउने ठाउँमै ब्लक गरिदिएर यस्तो थाकिरहेको छन् है कामले सामान बोक्नुपर्ने क्या अब यस्तो भएपछि दिमाग खराब हुन्छ नि दिनभरि काम गऱ्यो सामान बोक्नु पर्दा त कुन त रिस उठ्दैन भयो यहाँ पनि ड्याङ उठिसक्यो दिमाग पो खराब भयो आज त यति टाढा छ कि फेरि बोक्ने ठाउँ पनि नजिक भयो नि हुन्थ्यो नि उहाँ टाढासम्म बोक्नुपर्छ ल अब आजलाई यति नै साथीहरू अब अर्कोचोटि भेटौँला सबैजनाले मेरो च्यानलमा सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट गरिदिनु होला भन्न चाहन्छु अहिलेलाई चाहिँ यति नै अब अर्कोचोटि भेटौँला है त भन्दै बाई बाई